प्रश्न नम्बर 1 नेपालमा प्रजातन्त्रको स्थापना कहिले भयो? क 2005 साल, ख 2007 साल, ग 2015 साल, घ 2018 साल। यसको सही एन्सर रहेको छ ख 2007 साल। प्रश्न नम्बर 2 2007 सालपछि नेपालको शिक्षा क्षेत्रमा भएको पहिलो महत्त्वपूर्ण परिवर्तन कुन हो? क अनिवार्य शिक्षाको सुरुवात, ख विद्यालयहरूको राष्ट्रियकरण, ग शिक्षा विभागको स्थापना, घ सबैका लागि शिक्षा अभियान। यसको राइट एन्सर रहेको छ शिक्षा विभागको स्थापना। प्रश्न नम्बर 3 त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको थियो? क 2015 साल, ख 2016 साल, ग 2018 साल, घ 2024 साल। यसको सही एन्सर रहेको छ ख 2016 साल। प्रश्न नम्बर 4 नेपालको पहिलो पञ्चवर्षीय योजना कहिलेदेखि लागू भएको थियो? क 2012 साल, ख 2013 साल, ग 2015 साल, घ 2018 साल। यसको सही एन्सर रहेको छ ग 2015 साल। प्रश्न नम्बर 5 सबैका लागि शिक्षाको विश्वव्यापी घोषणा कहिले भएको थियो? क सन् 1980, ख सन् 1990, ग सन् 2000, घ सन् 2015। यसको सही एन्सर रहेको छ ख। प्रश्न नम्बर 6 नेपालले सबैका लागि शिक्षा कार्ययोजना कहिले सुरु गर्यो? क 2050 साल, ख 2055 साल, ग 2061 साल, घ 2065 साल। यसको सही एन्सर 2061 साल। प्रश्न नम्बर 7 नेपालको विद्यालय शिक्षाको नयाँ संरचना अनुसार कक्षा 1 देखि 8 सम्मको शिक्षालाई के भनिन्छ? क प्राविधिक शिक्षा, ख आधारभूत शिक्षा, ग माध्यमिक शिक्षा, घ उच्च माध्यमिक शिक्षा। यसको सही एन्सर रहेको छ ख आधारभूत शिक्षा। प्रश्न नम्बर 8 नेपालको विद्यालय शिक्षाको नयाँ संरचना अनुसार कक्षा 9 देखि 12 सम्मको शिक्षालाई के भनिन्छ? क प्राथमिक शिक्षा, ख आधारभूत शिक्षा, ग माध्यमिक शिक्षा, घ उच्च माध्यमिक शिक्षा। यसको सही एन्सर रहेको छ अप्सन ग माध्यमिक शिक्षा। प्रश्न नम्बर 9 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीको स्थापना कहिले भएको हो? क 2045 साल, ख 2046 साल, ग 2048 साल, घ 2050 साल। यसको सही एन्सर रहेको छ ख 2046 साल। प्रश्न नम्बर 10 नेपालको पहिलो शिक्षा आयोगको नाम के थियो? क राष्ट्रिय शिक्षा आयोग, ख नेपाल शिक्षा आयोग, ग सर्वशिक्षा आयोग, घ बुटको घोषणापत्र। यसको सही एन्सर रहेको छ नेपाल शिक्षा आयोग। प्रश्न नम्बर 11 2046 सालको आन्दोलनपछि नेपालको शिक्षा नीतिमा कस्तो परिवर्तन आयो? क शिक्षाको निजीकरणमा जोड, ख अनिवार्य शिक्षाको कार्यान्वयन, ग प्राविधिक शिक्षाको विस्तार, घ संस्कृत शिक्षाको प्रवर्धन। यसको राइट एन्सर रहेको छ क शिक्षाको निजीकरणमा जोड। प्रश्न नम्बर 12 नेपालमा खुल्ला विश्वविद्यालयको स्थापना कहिले भएको हो? क 2065 साल, ख 2070 साल, ग 2073 साल, घ 2075। यसको सही एन्सर ग